यहाँहरू सम्पूर्णमा नमस्कार। म विनुता राई सदा झैँ हजुरहरूको माझमा फेरि पनि म एउटा भिडियो लिएर उपस्थित भइसकेको छु। अरू बेलाको भन्दा आज चाहिँ छुट्टै किसिमको भिडियो हुनेछ कि यानि कि ज्येष्ठ नागरिक हाम्रो एकजना हजुरबा हुनुहुन्छ, उहाँको भिडियो म लिएर उपस्थित भइसकेको छु। उहाँको बारेमा म भिडियोमा भन्नेछु। तपाईँहरू मेरो भिडियो सुरुदेखि अन्तिमसम्म हेरिदिनु है त। हरे कृष्ण 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 हरे। हातैमा पातैमा लैजाऊ कृष्ण मलाई नि साथैमा। हातैमा पातैमा लैजाऊ कृष्ण मलाई नि साथैमा। तपाईँहरू देख्नु सक्नुहुन्छ, यहाँ एकजना हजुरबा हुनुहुन्छ। उहाँको नाम चाहिँ हरिबहादुर खड्का हो। अहिले उहाँले भन्नुभए अनुसार उहाँ चाहिँ ठ्याक्कै 82 वर्ष पुग्नुभयो। आजसम्म उहाँले चाहिँ वृद्ध भत्ता खानुभएको छैन। यहाँ जनप्रतिनिधिहरू उहाँको आफन्तहरू सबैजनाले वृद्ध भत्ता लिनुहोस् न भनेर भन्दा उहाँ पटक्कै लिनु मान्नुहुन्न। अब किन लिनु मान्नुहुन्न भन्ने कुरा चाहिँ उहाँकै मुखबाट तपाईँहरू सुन्नु। हजुरबा, हजुरले किन वृद्ध भत्ता नलिनु भएको अहिलेसम्म? 3 पुस्ता नाम लेखेर मैले खान मन लागेन। 3 पुस्ता नाम जान्छ मेरो बाबु बाजेको, त्यसो भएर मलाई खान मन लागेन। म भत्तामा किन अगुवाई खान सक्दैछु, त्यसो भएपछि अपुनाले खाउन्, त्यस्ता नहुने दुखीदारले खाउन्, मलाई राम्रै छ। किन खानु छ? मेरा बाबु बाजेहरूले नखाइकन सुएर जानुभयो। त्यसो भइसकेपछि मलाई पनि खान इच्छा लागेन। मैले 3 पुस्ता नाम लेखाएर खान सकिनँ। धेरैजना व्यक्तिहरू चाहिँ कस्तो हुनुहुन्छ भने कहिले म चाहिँ 70 वर्ष पुगौँ, त्यसपछि वृद्ध भत्ता खानु सुरु गरौँ, वृद्ध भत्ता लिउँ भन्ने हुन्छ। उहाँ हजुरबा चाहिँ 82 वर्ष पुगिसक्नु भएर पनि उहाँलाई वृद्ध भत्ता लिन मनै छैन। उहाँलाई आफन्तजनले, जनप्रतिनिधिहरू सबैजनाले सम्मानपूर्वक आउनुहोस्, वृद्ध भत्ता लिनुहोस् भन्दा पनि उहाँ लिनै मान्नुहुन्न। किनकि उहाँ आफै स्वस्थ हुनुहुन्छ। अहिले पनि यो उमेरमा पनि उहाँ गाईबस्तु हेर्नुहुन्छ, बाख्रा खसी पाल्नुहुन्छ, खेतबारीमा काम गर्नुहुन्छ, अनि आफैले कमाएर खानुहुन्छ होइन, एकदम स्वस्थ हुनुहुन्छ। अनि उहाँ भन्नुहुन्छ कि यदि मैले लिने वृद्ध भत्ता चाहिँ बरु दुखी गरिबले लिउन्, अनि अपाङ्गहरूले लिउन्, अनाथ बालबालिकाहरूले लिउन्, मलाई पर्दैन, मलाई पुगिराखेको छ भन्नुहुन्छ। उहाँ एकदम जस मनकारी हुनुहुन्छ। मलाई भत्ता खान मन लागेन, वरापन नदिएछ। सबैजना इष्टमित्र दिदी बहिनीहरू सबैजना खान खा, के हो त यो सरकारले दियो, सबैले खाएकै छ, तँले किन खाँदैनस् त भन्छ। मलाई ट्याक्कै खान मन लागेन। खा भनेदेखि पो रिस उठेर आउँछ मलाई त। अनि त्यसै पो म त अड्केको छु त। मैले नभेट्टाएको होइन, मैले अहिले नै खाउँ भनेर चाहिँ उगाइदिएको छ। राम्रो हो, सबैलाई साथीभाइहरूले खाउन्, मलाई खान मन लागेन। त्यसो भइसकेपछि अब पाना बिउनिन्छु बेपाना, जप्तुमा त हरिको नाम, जप्तुमा त हरिको नाम।